एभ्रिवान गुड आफ्टरनुन। अहिले चाहिँ भनेको ठ्याक्कै 1:12 भएको छ। यहाँको मौसम चाहिँ भनेको बिहान चाहिँ अब त्यस्तै 8-10 डिग्री हुन्छ भने अहिले चाहिँ आज चाहिँ अब 26 डिग्री एकदम घामै लागेको छ। 26 डिग्री छ। अहिले चाहिँ भनेको म अब आज आइतबार छुट्टीको दिन यसो घुम्दै घुम्दै पर पोखरी जस्तो छ त्यहाँनिर चाहिँ घुम्दै घुम्दै जान लागेको साइकलमा। अल्छी लाग्यो, कति सुत्ने होइन, त्यही भएर चाहिँ यस्तो मजाले घाम पनि लागेको छ अनि हावा पनि त्यस्तै चलिरहेको छ अहिले। भनेको यहाँनिरको पोल्यान्डको एकदम चलेको फेमस मार्केट पेन्द्रुङ्का भनेको त्यो पेन्द्रुङ्का आँखामा आनो हो कि के आएर चाहिँ भिडियो बनाउन पनि सकेको थिइनँ। त्यसले गर्दा चाहिँ आज चाहिँ अब कम्पनी शनिबार आइतबार छुट्टी फेरि आएको ठिक पनि भयो। त्यो कारणले गर्दा चाहिँ आज म भिडियो बनाउँदैछु। अब यो जुन जुलाईमा चाहिँ भनेको पोल्यान्डमा एकदम हरियाली, घरमा पनि फुलको मौसम यस्तो मजाले फुल फुलेको हुन्छ। त्यसले चाहिँ अब वातावरण राम्रो रहेको छ पोल्यान्डमा। कस्तो हावा चलिरहेछ भने आज फेरि मजाले हावा चलिरहेछ। पोल्यान्डमा चाहिँ विशेष गरेर आइतबार चाहिँ भनेको मार्केटहरू प्राय क्लोजै हुन्छ। यहाँनिर पनि अर्को स्टार मार्केट छ। आइतबार चाहिँ एउटा जातका चाहिँ आइतबार पनि खुल्ला रहेको हुन्छ। ओह्रालो छ, यस्तो उकालो छ। यो साइकल पनि यत्तिकै जान्छ। ओह्रालो रातो के हो यस्तो फल्यो भने मिठो हुन्छ। यहाँ ओह्रालो ओह्रालो छ। साइकल आफै हुत्तिएर जान्छ। यति हेरौँ न, नेपालको जस्तै पिल्लरहरू, यो स्टाइलको पिल्लरहरू, बिजुलीहरू लगाएको हुन्छ। तल हेरौँ आमा गाउँ कस्तो, गाउँ हो कि जौँ हो? यो जौँ होला, गाउँ हो कि जौँ हो होइन, मजाले फलेको छ। आमा ऊ परको कम्पनीसँग छ जौँ होला। यो मकै कस्तो सुके सुके जस्तो भएछ यतिको घामले नि। त्यसलाई चाहिँ ऊ पर ती कम्पनी छ एउटा, मकै यस्तो मजाले आइरहेछ। ए सुको रहेछ, यस्तो खालको रहेछ। हेरौँ त यहाँ दामी जङ्गल छ। त्यहाँनिर नजिकै छ पोखरी। त्यहाँनिर चाहिँ गएर बस्यो भने नेपालको झझल्को आउने खालको पोखरी छ क्या। यो हेरौँ त ठिकै नेपालकै जङ्गल जस्तो छ नि। ओहो, अब यहाँबाट पो बाटो यहीँबाट पुग्छ, गाडी पनि यहाँबाट पुग्छ छेउ। सानो स्पेस छ यो बाटो चाहिँ। पछाडिबाट आएर ड्याममा हाल्नु आफू खोइ माइटीलाई मार्नु पर्दैन क्या। आफै पुग्छ साइकल। यस्तो ओह्रालो बाटो छ होइन। पट्टेको जङ्गल जस्तो छ यार। साइकल आफै जान्छ। बाफरे बाफ, ओह्रालो बाटो छ यहाँनिर चाहिँ। यहाँको भूगोल चाहिँ भनेको उकालो ओह्रालो रहेछ।
ब्रेक दबाइरहेको छु म साइकल गइरहेको छु क्या जङ्गलमै घुम्छन् यार क्या फ्रेस वातावरण छ क्या यहाँनिर अरूभन्दा पनि जे पोखरीको लागि आएको क्या ल हेरौँ त कस्तो मजाको छ यहाँ पोखरी यत्रो ठुलो छ त माछा पनि पर्छ माछा पनि बल्छी पनि खेलिरहेको हुन्छन् हेरौँ त यतापट्टि यस्तो भनेर चाहिँ बाटो जाने होइन त्यहाँबाट गाडी चलिरहेछ जङ्गल यस्तो जङ्गल होइन अनि यहाँनिर चाहिँ पोखरी यस्तो मजाको पोखरी छ यहाँ चाहिँ भनेको यहाँबाट पानी गइरहेछ पर कहाँ जम्मा गरेछ ऊ परबाट बल्छी खेलिरहेछ एउटा यस्तो छ नि हेरौँ न ठ्याक्कै यो चाहिँ नेपालकै याद दिलाउने खालको पोखरी छ नि यता जङ्गल यो साइडबाट हेर्दै हेर्दै जान्छ ओ घाम लाग्यो मान्छेको फेरि के रुख हो यस्तो रुख पनि देशअनुसारका रुख हुन्छ पोखरी हावाले मस्त पर हाँस पनि खेलिरहेछ दामी जम्मा हुन्छ यो त यार नेपालमा पनि हुन्छ यार यो यस्तो बस्ने ठाउँ बनाइदिएको छ होइन यहाँ बसेर बस्ने ठाउँ पनि छ यतातिर घरहरू छन् यो त क्या शीतल ठाउँ छ क्या यहाँनिर त्यो भनेको ऊ त्यहाँ हेर हाँस कस्तो खेल्दैछ त्यहाँनिर हाँस ऊ पर जाँदैछ हाँस शीतल मौसम छ हाँस ऊ त्यहाँनिर निक्लेर ठुङ्दैछ ऊ त्यहाँनिर माछा मार्दैछ यहाँ चाहिँ भनेको यत्रो पोखरी यो सायद उतैबाट आएको नदी नै हो कि के हो यार यहाँ चाहिँ जम्मा गरेर चाहिँ हो बाटो क्रोसमा जम्मा गरेर पछाडि चाहिँ यता भित्रको बाटो हेऱ्यो भने पोखरी यताबाट भेटिन्छ कि भेटिँदैन यहाँ त कुखुरा पालेको रहेछ नेपालको जस्तै कुखुराहरू ल हेरौँ उकालो रहेछ घरमा पोखरी चाहिँ पर छ तर त्यो बाटोले नभेट्ने रहेछ यस्तो डाँडो छ चुली जस्तो रहेछ पोखरी यहाँबाट भेटिँदो रहेन रहेछ यो
ट्र्याकिङमा राखेर हेर्नु पर्यो देखिन्छ कि देखिँदैन यताबाट देखिन्छ कि देखिँदैन यस्तो डाँडो आमा पोखरी थियो भनेको त्यहाँनिर थियो यताबाट देखिन्छ कि देखिँदैन जङ्गल छ यार जङ्गल आमा हेर्नु त्यस्तो डाँडो छ त्यहाँ खोल्छो यहाँबाट मुनि तल खोल्छो छ कसको घर भत्ताको यहाँ ल्याएर हालेको रहेछ यस्तो रहेछ यहाँ त आमा जङ्गल ठुलोहरू मुनि तल खोल्छो जङ्गल पोखरी चाहिँ रात्रि यो साइडतिर पर्छ यताबाट टाढा पर्दो रहेछ यार घना जङ्गल रहेछ नि यहाँ त यस्तो खालेको रहेछ माथि चढेर हान्दैन न एकछिन तल त त्यत्रो तल रहेछ लास्टै रहेछ यार तर प्रायः जस्तो चाहिँ अब यहाँबाट हेरौँ तल ओह्रालो बस्छु यस्तो ओह्रालो जङ्गल जाने रहेछ पोखरी नभेटिने रहेछ त्यसैले म चाहिँ तलै अब फर्किन्छु कहाँ छ यहाँनिर प्रायः साइकलहरू चाहिँ भनेको गियरवाला नै हुन्छ बाटो उकालो ओह्रालो हुन्छ नि त्यो भएर गियरवालै गियर चेन्ज गर्ने यहाँनिरको बाटो घरहरू सबै यही प्रकारका हुन्छ नि यहाँ चिसो हुँदै गर्छ बाँस त्यसो भए पोखरी कहाँ होला हेरौँ कस्तो पालेको रहेछ यस्तो पर माछा मार्दैछ यार त्यसले माछा पर्छै पर्दैन त्यसलाई पौडी खेलेर गलेर थाकेको यार मजाले आएर मरिरहेको हो नि यार त्यसले त्यो भएर त माछा मारिरहेको छ बल्छी थापिरहेको छ झन्डै झन्डै पानी पर्छ यहाँनिर पानीपट्टि पनि माछा बियर खाँदै माछा मारिरहेको हेलो ब्रदर फिसिङ फिस यस्तो छ नि माछा पर्छ नि यार यहाँनिर where is fish you have fish no fish यस्तो खालको माछा हुँदो रहेछ यसले नेपालको पोथी माछा जस्तो पर्दो रहेछ how many यहाँ रहेछ यार 600 यत्रो माछा मारिरहेछ यत्रो माछा पर्दो रहेछ नेपालको पोथी माछा जस्तो what do you use this is this you use यस्तो चारो यस्तो हुँदो रहेछ यहाँनिरको चाहिँ and this no what is this robot this you use can you show me open यस्तो किरा ल्याउँदो रहेछ यार यो त काँडामा यो किरा यस्तो किरा बल्छीको काँडामा हुनेर चाहिँ माछा पार्ने रहेछ यो भाइले उसले चाहिँ व्हाट्स योर नेम David दाविद
यु फ्रम पोल्यान्ड? ओके ओके। ओ माछा थपिरहेछ, यसले माछा पार्दो रहेछ। ऊ पराउने बल्छी खेलिरहेछन्। ऊ हाँस हाँस पनि आइरहेछ। यस्तो चारोमा चाहिँ चट्टाउने मकैको अनि त्यो के किरा हो क्या बल्छीमा हुने रहेछ। ओ हाँस पनि त्यस्तो मजाले खेलिरहेछ। ओ यहाँ चाहिँ यो पोखरीमा चाहिँ भनेको पोथी, नेपालको पोथी माछा जस्तो पर्दो रहेछ। हेर्दा पनि माछा पर्छ जस्तै छ क्या, ल्याउहरू जस्तो लागेको छ। अनि हेर हेरौँ न त्यहाँ हाँस कस्तो मजाले पौडिँदै पौडिँदै जाँदैछन्। यतातिरबाट यत्रो आमा ठुलो पोखरी छ नि। आमा यो त स्वाट्टै खेल्यो भने परसम्म पुग्दो रहेछ नि त। ओके ब्रदर, बाई। नेपालको जस्तो माछा चाहिँ हुँदो रहेन रहेछ यहाँनिर, पोथी माछा जस्तो भनौँ न त्यस्तो हुने रहेछ। यस्तो छ भने आमामुलो हेरौँ त, ठिकै नेपालको जस्तो यस्तो यस्तोमा पर्छ नि त माछा चाहिँ। ओह हाँस त्यहाँ बसिरहेको छ गलेर। ग हाँस चाहिँ धेरै रहेछन् हौ यहाँ। अब चाहिँ भने म फर्किन्छु, धेरै टाइम पनि बस्यो, त्यस कारणले गर्दा सरर फर्किने हो। भयो यो बाटोबाट सट्टै म चाहिँ यतातिर लाग्ने हो। यस्तो छ पोखरीको ताल, यहाँ चाहिँ बाटो होइन, त्यो पोखरी चाहिँ भनेको पुरा त्यतिबाट हल्का पानी झर्दैछ, पुरा फुल छोडेको छ। त्यो भरिएर, त्यो भरिएको भन्दा माथि आयो भने मात्र पानी सरर जान्छ यस्तो ठाउँ। ठुलो छ पोखरीमा। म पर माछा मारिरहेको छ एउटा। ल अब चाहिँ भने म यो भ्लगलाई यहीँनिर इन गर्न चाहन्छु। अब यहाँबाट भनेको बाटो उकालो पनि पर्छ, सट्ट अब रुममा जाने हो अनि एकछिन आराम गर्ने हो। त्यसले गर्दाखेरि चार्ज पनि सकिन आँटेको जस्तो छ। त्यसले गर्दा म चाहिँ अब लाग्दैछु। हस् त, बाई बाई।